यिसम्म चाहिँ हाम्रो अचार तयार भएको थिएन। अब चाहिँ हाम्रो अचार पाकिसकेको छ। हाई नमस्ते सबैजनालाई है। हाम्रो त यहाँ गाउँबाट आँप आएको थियो अनि यो आँपलाई चाहिँ अब यसो छोलेर अनि ट्याक्क पाएपछि अब यो यसरी काट्छु मैले। यसलाई यसरी काटिसकेपछि च्याक्क पारेर यसलाई यस्तो 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 गरेर फेरि देन आफ्टर यसलाई यसरी 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 खट्टी मिठी अचार भन्ने ट्याक्कै हाम्रो घरमा बन्दैछ। त्यो बन्दाखेरि चाहिँ एउटा सानो एउटा भिडियो बनाउँ। के राख्यो यसमा खुर्सानी तेल अनि सँग अर्को जिरा ज्वानो मेथी खुर्सानी पल्ट यो सबै राखेर यहाँ अब पाकिसक्यो। पाकिसकेपछि एकदम मिठो छ। चाखेर पनि हेऱ्यो तयारी भइसकेपछि ट्याक्क पारे यसरी थोरै अचार थोरै लिइसकेपछि अब तयारी भइसकेपछि अचार पनि यसो टेस्ट गर्नु पर्यो भनेर असाध्यै मिठो छ।